हाम्रो अर्घाखाँचीको सन्धिखर्कमा रहेको शुक्रबारे हाट बजार आज एकदमै पानी परेर मुसलधारे पानी परेको थियो। पानी परेर एकदमै दुःख पाउनु भयो सबैजनाले। यहाँ लिची लिएर आउनु भएको रहेछ एकजना दाइले, यति धेरै लिची। एउटा चाख्नुस् त कति गुलियो छ भन्दै हुनुहुन्छ। मैले पनि चाखेर गुलियो रहेछ भने लैजान्छु भन्दैछु। एउटा दिनुभयो मलाई अनि मैले चाखे, मिठो रहेछ। कति धेरै लिएर आउनु भएको रहेछ। पानी परेर त्यति भिडभाड छैन आज, किन्ने मान्छेको त्यति भिडभाड छैन, बिस्तारै आउनुहुन्छ होला। अहिले फेरि सिजनको तोराए, काँक्रा, घिरौलाहरू छ बारीमा, आफ्नो आफ्नो बारीमा फलेको फर्सी, बोडी, सिमीहरू, खुर्सानी, यो गावा, यति धेरै धेरै ल्याउनु पर्छ। यो पहेँलो बखडाहरू सबै अर्गानिक लोकल तरकारीहरू लिएर आउनुपर्छ सबैजनाले। पानी आएर पानीले पखालेर झन् धेरै राम्रो देखिएछन् तरकारीहरू। के गर्ने, दुःख गर्नसम्म गर्यो, बारीमा फलायो लिएर आयो। कहिले पानी परेर हैरान, कहिले फेरि एकदमै घाम लागेर हैरान। यस्तै त हो नि जिन्दगी। के गर्ने, दुःख सुख गर्नै पर्यो। भएको बिक्री गरेपछि 2-4 पैसा होला भन्नै पर्यो। त्यही पनि आएर छाटेर यतिमा दिनु र उतिमा दिनु भन्नुहुन्छ। यस्तै हो, के गर्ने। भन्नलाई सजिलो, गर्नेलाई कति दुःख। यस्तै छ। कस्तो लाग्यो हाम्रो अर्घाखाँचीको सन्धिखर्कमा रहेको हाट बजार हेर्नुस् है, अनि कमेन्ट गर्नु होला। म पनि पानी बिदो भइसकेपछि गएथे, अनि सधैँ जस्तो चहल पहल त थिएन, तर पनि जे होस्